योपालि जसरी नै रारा जान्छु त सोचेको थिएँ, तर सारासँगै जान्छु कहिल्यै सोचेको थिएन। रारा जाने त मेरो पहिल्यैदेखिको प्लान थियो, तर उहाँहरुसँग यसरी भेट हुनु गडको प्री प्लान रहेछ, बल्ल बुझे। यो भिडियो ढिलो आए पनि भिडियोको सुरुवात चाहिँ कार्तिक 1 गतेदेखि भएको थियो। धान ढल्याउने काम चाहिँ सकिएकै थिएन। रारा जाने दिनसम्म म खेतमा यसरी नै काम गरिरहेको थिएँ। रारा जान भनेर घरबाट म साँझ 2 बजे सुलो निस्केको थिएँ। आमा चिन्ता गर्दै थिइन् एक्लै कसरी जान्छस् भनेर, अनि यता बाबुले चाहिँ मलाई लगेन भनेर झगडा गर्दै थियो। अनि यो रारा ट्रिप भरिको लागि चाहिँ बाइक उपलब्ध गराइदिनु भएको थियो आनन्द श्रेष्ठ दाइले। घरबाट निस्केको केही समयमा टायरमा हावा नभएको समस्या आएपछि बाँकी समस्या नआओस् भनेर मैले टायरमा लिक्विड पनि हालेँ। त्यसपछि सल्यान र सुर्खेतको सिमाना कालचीमा पुगेर रेस्ट गरेँ। यहाँदेखि देखिने यस्तो राम्रो भ्यू बोटेचौर एरियाको हुनुपर्छ। बोटेचौरदेखि 47 किलोमिटरको यात्रा पार गरेर वीरेन्द्रनगर पुगे, जहाँ चाहिँ मैले साथी डीएक्ससँग पनि भेटेँ। हेलो एभ्रीवान, आज चाहिँ सल्यान टु रारा ट्रिपको सेकेन्ड डे। म चाहिँ सुर्खेतदेखि जुम्लासम्मको यात्रा तय गर्नेछु। हिजो आएर चाहिँ म सुर्खेतमा कोसेली होटलमा बसेको थिएँ, अनि सबैजनाले बाइक ट्रिपमा जाँदाखेरि चाहिँ बाइकको पछाडि नेसनल फ्ल्याग राखेको देख्दा मलाई पनि राख्न मन लागेर मैले किनिहालेँ। आजबाट यो रारा ट्रिपमा म एक्लै छैन, मसँग हुनुहुन्छ हाम्रो साराजी। त्यहाँबाट चाहिँ रोडको कन्डिसन पनि एकदमै राम्रो थियो। एकैछिनमा हामी दैलेख पुगिहाल्यौँ। यतातिर चाहिँ आजदेखि भैली खेल्न सुरु भइसकेछ। दैलेख बजार र तल्लो डुङ्गेश्वर छुट्टिने बाटोको चिया पसल लिएर बसेर मैले बाइकको पछाडि नेसनल फ्ल्याग राख्दै थिएँ। त्यही बेलामा भेट हुन्छ हाम्रो सौरभ दाइ र रविन दाइसँग। अनि हामी दुवैजनाले पनि सोचेको थिएनौँ कि अबको यात्रा हामीहरू सँगै गर्छौँ भनेर। दैलेख बजार पुगेर पेट्रोल हालेर अगाडि बढ्यौँ, अनि मध्य पहाडी हाइवे साइडमै रहेको पञ्चदेवल मन्दिर पनि भिजिट गर्यौँ। दैलेखको जलजलेमा रहेको पेट्रोल खानी हेर्दै रामाघाटको बाटो भएर कर्णाली हाइवेमा झर्यौँ र कर्णालीको तिरैतिर भएर कर्णाली नदीसम्मै पुग्यौँ। दैलेखको टुनिबगरमा खाना खाइसकेपछि फेरि हामीहरू अगाडि बढ्यौँ। बाटोमा जता पनि भैली भेटिहाल्ने, अनि तिनै भाइ बहिनीहरूसँग हामीहरू पनि रमाइलो गर्दै हिँड्थ्यौँ। यसरी नै हामीहरूलाई एकदमै ढिला भइसकेको थियो। जुम्लासम्म पुग्नुपर्ने हामी आज कालीकोटको सदरमुकाम मानमामै बस्नुपर्ने भयो। यसको लङ भ्लग त आइसकेको छ। बाँकी भ्लगहरूको लागि सब्सक्राइब र फलो गर्दै गर्नुहोला। एन्ड बाई।